2015 सालको आम निर्वाचनबाट निर्वाचित बीपी कोइराला नेपालको इतिहासमा प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। तर उनलाई आफ्नो 5 वर्षे कार्यकालको 17 महिनामै राजा महेन्द्रबाट बिना कारण अपदस्थ गरियो। राजा महेन्द्रले सरकार मात्र अपदस्थ गरेनन्, प्रजातान्त्रिक व्यवस्थालाई समेत खारेज गरिदिए। दलगत राजनैतिक उद्देश्यले प्रेरित भएका वर्गीय संगठनहरूलाई समेत यही घोषणाद्वारा हाललाई अवैध घोषित गरी यस्ता संस्थाहरूमा प्रतिबन्ध लगाइबक्सेका छौँ। 2007 सालको क्रान्तिको नायक जसले राजालाई राणाबाट आफ्नो अधिकार फिर्ता ल्याउन सहयोग गर्यो, त्यही व्यक्तिलाई अपदस्थ मात्र गरिएन, 8 वर्षको कठोर कारावासमा राखियो। – 2017 सालमा भएको शाही कदमले 2007 सालदेखि राजासँग नेपाली काङ्ग्रेसले जोडेको मेलमिलापको भावनालाई ठूलो आघात पुग्यो। तर यो घटनापछि पनि नेपाली काङ्ग्रेस आफ्नो राजाप्रतिको नीति र धारणामा अडिग रह्यो। राजालाई मेलमिलापको बाटोमा ल्याउने उद्देश्यले केही दबावमूलक कार्यक्रमहरू सञ्चालन गरिए, तर बाह्य कारणले ती असफल भए। त्यसपछि 2025 साल जेठ 2 गते एउटा वक्तव्य मार्फत नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुवर्ण शमशेरले राजालाई सहयोग गर्ने घोषणा गर्दै मेलमिलाप नीतिको औपचारिक सुरुवात गरे। यो नीतिले जेलमा रहेका बीपी कोइराला लगायतका राजबन्दीहरूलाई छुटाउने र निर्वाचनमा रहेका नेता कार्यकर्ताहरूलाई माफी दिलाउने केही सफलता प्राप्त गर्यो। सुवर्ण शमशेरको वक्तव्यपछि जेलमुक्त भएका बीपी कोइरालाले भारत निर्वाचन रोजे र त्यहाँबाटै उनले 2007 सालको क्रान्तिका उपलब्धिहरू पुनस्थापना गर्नका लागि 8 वर्षसम्म निरन्तर प्रयास जारी राखे। तर विभिन्न कारणले सफलताको सम्भावना नदेखिएपछि 2033 सालमा उनी नेपाल फर्कने निर्णयमा पुगे। मेलमिलापको नीतिका साथ नेपाल फर्कने क्रममा उनीसँग गणेशमान सिंह, शैलजा आचार्य, खोमबहादुर खड्का, रामबाबु प्रसाई र नीलाम्बर पन्थी पनि काठमाडौँ फर्किए। 2033 साल पौष 16 गते बीपी सहित 6 जना नेताहरू शाही नेपाल वायु सेवा निगमको विमानबाट भारतको पटनाबाट काठमाडौँ आइपुगे। दिउँसो करिब 2 बजे विमान अवतरण भए लगत्तै विमानलाई त्रिभुवन विमानस्थलको एकान्त कुनामा लगियो। त्यहाँ सुरक्षाकर्मीले बीपी सहित 6 जनालाई नियन्त्रणमा लिई विमानस्थल भित्रैको एउटा पालमा राखेर आवश्यक प्रक्रिया पूरा गरे। त्यसपछि बीपी र गणेशमान सिंहलाई सुन्दरीजल सैनिक हिरासतमा राखियो भने शैलजालाई जनाना जेल र अन्य 3 जनालाई नक्खु जेल पठाइयो। सरकारले बीपी सहित 6 जनालाई हिंसात्मक र अराष्ट्रिय गतिविधिमा संलग्न भएको आरोप लगायो। सुन्दरीजल बन्दीगृहमा पुगेपछि अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठको नेतृत्वमा आएको टोलीले बीपी र गणेशमानसँग 7 वटा प्रश्न सोधेर बयान लियो। ती प्रश्नहरूमा नेपालको अस्तित्वमाथिको खतरा, भारतको भूमिका, राजाको शान्ति क्षेत्र प्रस्ताव, विमान अपहरण, ओखलढुङ्गा काण्ड जस्ता विषय समेटिएका थिए। बीपीले आफ्नो नेपाल फिर्तीको उद्देश्य स्पष्ट पार्दै देशको हितका लागि राजासँग राजनीतिक समझदारी बनाउन आएको बताए। उनले पुराना कुरा कोट्याएर एक अर्कालाई दोष लगाउने समय नभएको भन्दै मेलमिलापको आवश्यकतामा जोड दिएका थिए। 2025 सालपछि बीपीले सशस्त्र सङ्घर्ष सुरु गरेपछि सरकारले विभिन्न अदालतमा उनी विरुद्ध मुद्दा दायर गरेको थियो। मेलमिलाप नीतिसहित नेपाल फर्किएपछि ती मुद्दाहरूलाई एकत्रित गरी अञ्चल न्यायाधीश जनकमान श्रेष्ठको अध्यक्षतामा 1 सदस्यीय विशेष अदालत गठन गरेर काठमाडौँमा सुनवाई सुरु गरियो। बीपीमाथि सर्लाही मलङ्गवा मुठभेड, धरान बम विस्फोट, हात हतियार जम्मा, स्पिड फायर पत्रिकामा राजा विरुद्ध लेख, ओखलढुङ्गा काण्ड लगायत 7 वटा राजकाज मुद्दा लगाइयो। विमान अपहरणको मुद्दा चलाउने तयारी भए पनि प्रमाणको अभावमा त्यो अघि बढेन। उनीमाथि लगाइएका मुद्दाहरूमध्ये केहीमा दोषी ठहरिएमा बीपीलाई तात्कालीन संविधान अनुसार मृत्युदण्डसम्मको सजाय हुन सक्ने थियो। – 2034 साल वैशाख 17 गते बीपीलाई जनकमान श्रेष्ठ नेतृत्वको विशेष अदालतमा उभ्याइयो। उनले आफ्ना वकिल गणेशराज शर्मा, कृष्णप्रसाद भण्डारी र कुसुम श्रेष्ठसँग सल्लाह गरेर बयान तयार पारे।
इजलासमा उनले निर्भीकतापूर्वक आफ्नो सशस्त्र क्रान्तिको आह्वानपछि भएका घटनाहरूको नैतिक जिम्मेवारी लिए। उनले 2017 साल पौष 1 को शाही कदमलाई असंवैधानिक र गैर कानुनी भन्दै क्रान्तिको बाटो रोज्नु परेको तर्क प्रस्तुत गरे। उनले नेपाली काङ्ग्रेसको वैधानिक राजतन्त्रप्रतिको आस्था र पञ्चायती व्यवस्थाको विरोध स्पष्ट गरे। जनकमान श्रेष्ठका इजलासमा प्रारम्भ भएको बयान कार्य 2034 साल जेठ 4 गतेसम्म पटक पटक गरी 11 दिन चलेको थियो। यो शब्द दृश्य सामग्रीमा हामीले बीपी कोइरालाका तिनै बयानहरूलाई समेटेका छौँ। शब्द बीपी कोइरालाका नै हुन्, त्यसलाई हामीले अभिनयात्मक शैलीबाट यहाँ प्रस्तुत गर्न खोजेका छौँ। तपाईको नाम, पिताको नाम, जात, उमेर, पेशा, वतन के हो? मेरो नाम विश्वेश्वर प्रसाद कोइराला, पिताको नाम स्वर्गीय कृष्ण प्रसाद कोइराला, जात कोइराला ब्राह्मण, उमेर 63 वर्षको भएँ, पेशा राजनीतिक तथा सामाजिक काम गर्छु, घर विराटनगर मोडङमा पर्छ। तपाईँ यो इजलासमा किन आउनुभयो? वादी श्री 5 को सरकार विरुद्ध म समेत भएको राजकाज सम्बन्धी अव्यवस्था उत्पन्न गरेको भन्ने मुद्दामा केही महिनादेखि राखिएको बन्दीगृहबाट 2034 साल वैशाख 14 गतेमा मलाई यस अदालतमा उपस्थित गराउँदा सो दिन कानुन व्यवसायीको सल्लाहको निमित्त समय मागी सोही बन्दीगृहबाटै पुनः आज यस इजलासमा उपस्थित गराइएकोले बयान गर्न उपस्थित भएको हुँ। 2030 9 महिना 18 को प्रहरी प्रतिवेदनमा 2030 8 महिना 30 को रातमा सर्लाही मङ्गलवा हाई स्कुलदेखि दक्षिण अन्दाजी 300 गज पूर्व धानको खेतमा गङ्गाबहादुरको नेतृत्वमा वीरेन्द्र र अशोक कुमार समेत ब्याङ्क र भन्सार लुट्ने उद्देश्यले गएका बखत प्रहरी र ती व्यक्तिका बीच गोली हानाहान भई मानिस समेत मरेको घटनाका सम्बन्धमा तपाईँ उप दाबी भएको प्रहरी प्रतिवेदन देखाई पढी बाँची सुनाइन्छ। यसमा के भन्नुहुन्छ? साधारणतया मैले जनक्रान्तिको आह्वान गरेको हुँ। त्यसो हुनाले यद्यपि यस घटनाका सम्बन्धमा मलाई केही ज्ञान नभए तापनि नैतिक रूपबाट म यस घटनाप्रति जवाबदेही छु, किनभने मेरो क्रान्तिको प्रेरणा र आह्वानबाट त्यो सम्पादित भएको हुन सक्दछ। यो घटना मैले घटाएको होइन, त्यसो भएकाले सो प्रहरी प्रतिवेदनमा उल्लेख भएको आरोप म माथि लाग्नुपर्ने होइन। तपाईले जनक्रान्ति आह्वान गरेको भन्नुभएकोमा के कस्तो किसिमको जनक्रान्ति कहिले आह्वान गर्नुभएको हो? अर्थात् जनक्रान्ति हिंसात्मक हो कि के हो? आज बयान गर्न समयले नभ्याउँदा बयान कार्य यही स्थगित गरिएको छ। व्यवसाय पाउनुका साथै बयान गर्न स्वच्छन्द वातावरण पाएको छु। 2034 साल वैशाख 17 गतेका दिन हिंसात्मक वा अहिंसात्मक कस्तो जनक्रान्ति आह्वान गरिएको हो भन्ने प्रश्नको सन्दर्भमा म जो नेपालको अहिलेसम्मको इतिहासमा स्वयं श्री 5 महाराजाधिराजबाट शाही घोषणाद्वारा बक्सेको संविधान मौसुफको मर्यादित वचनको आधारमा जनताबाट निर्वाचित भएको एकमात्र प्रधानमन्त्री थिए। आज यस अदालतमा अभियुक्तको रूपमा उपस्थित गरिएको छु। मेरो स्थितिमा यत्रो प्रचण्ड परिवर्तन के कारणले भयो? के त्यो परिवर्तन मद्वारा नै सम्पादित भएको हो अथवा राजकीय व्यवस्थामा नै त्यस्तो परिवर्तन आएकोले यसो हुन गएको हो? यो मौलिक तथ्यलाई बुझेपछि मात्र मेरा उपर लगाइएका आरोपहरूको समुचित पृष्ठभूमिमा जाँच हुन सक्दछ। म एउटा ऐतिहासिक सन्दर्भको सानो चर्चा गर्दै यस अदालतको ध्यान
2007 सालको क्रान्तिपट्टि ल्याउन चाहन्छु, जुन क्रान्तिद्वारा एकैचोटि राजालाई राजगद्दी तथा जनतालाई मौलिक अधिकार र श्री 5 महाराजाधिराजको शाही घोषणाद्वारा प्रजातान्त्रिक राजकीय व्यवस्थाको भाषा कबुलियत प्राप्त भएको थियो। नेपाल राष्ट्रका लागि यो सानो उपलब्धि थिएन। राजा र प्रजाको सम्मिलित उद्योग र प्रयासको परिणामस्वरूप नेपालमा नयाँ युगको उदय भएको हो। मलाई लाग्दैन कि यत्रो सहयोगात्मक साझा उद्योग र प्रयास नेपालको इतिहासमा पहिले कहिल्यै भएको थियो। साँच्चै भन्ने हो भने यस साझा उद्योगले नेपाललाई केवल एउटा भौगोलिक अवधारणाको राज्यबाट उचालेर एउटा राष्ट्रमा अवर्णित गरायो। यसरी राष्ट्र निर्माणको प्रथम चरणमा देश सबैको साझा हो भन्ने पवित्र भावनाको प्रभाती किरण नेपाली जातिको मानसमा उदय भयो। यसै दिनदेखि देश सबैको साझा हो भन्ने सिद्धान्त, जो राष्ट्रियताको सबैभन्दा बलियो र पहिलो आधार हो, त्यसलाई मर्यादित र स्थापित गर्यो। यदि देश सबैको साझा हो भन्ने सिद्धान्त शाब्दिक प्रबन्ध र मोटे भक्ति मात्र होइन भने यस्तो साझा सम्पत्तिको स्वामित्व, खटन, नियन्त्रण र व्यवस्थाको अधिकार र दायित्व पनि साझा नै हुनुपर्छ। राजा र प्रजाको सहयोगले भएको 2007 सालको क्रान्ति र त्यसपछि फागुन 7 गतेको ऐतिहासिक शाही घोषणाले राष्ट्रियता र प्रजातन्त्रको यही सर्वमान्य सिद्धान्त, देश कसैको व्यक्तिगत सम्पत्ति होइन, राजादेखि सारा जनताको साझा सम्पत्ति हो भन्ने भावना प्रतिष्ठापित गर्यो। कुनै मन्दिरमा प्राण प्रतिष्ठा गरेर देव मूर्ति स्थापित गरेको जस्तै यहाँ देशलाई नै मन्दिरको रूपमा सम्झे हुन्छ र त्यसमा स्थापित देवमूर्ति यही साझा सिद्धान्त हो। यत्रो ठुलो यज्ञ, यत्रो ठुलो पुनित स्थापनालाई कुनै अवस्थामा पनि दूषित हुन दिनु हुँदैन। राष्ट्रियता र प्रजातन्त्रको महिमाले मण्डित यस पुनित भावनाले प्रेरित भएर नै म 2007 सालको क्रान्तिमा लागेको हुँ। देशका प्रति ममता भएर म उभिएको हुँ। देशलाई राष्ट्र बनाउने यज्ञमा मैले आफूलाई अर्पित गरेको छु। मेरो राजनीतिक जीवनको केन्द्रीय प्रेरणा यही भावना हो। मेरा तमाम कारवाही सफल असफल, व्यवहारिक दृष्टिले बुद्धि पुगेको या नपुगेको सबै कार्यहरूलाई यही भावनाको बलियो धागोले बाँधेर एउटा स्पष्ट रूप लिएको छ। मेरो जीवन खुल्ला पुस्तक हो। त्यसपछि नेपालको इतिहासमा एउटा अर्को महत्त्वपूर्ण घटना घट्छ। शाही घोषणाद्वारा राजा प्रदत्त संविधानको आधारमा मालिक मताधिकारद्वारा 2015 सालको आम चुनाव। त्यस चुनावको परिणामस्वरूप म प्रधानमन्त्री भएँ। मेरो प्रधानमन्त्रीत्वको आधार 3 वटा थिए। एक, संविधान। दोस्रो, आम चुनाव। यसबाट जनताको स्पष्ट इच्छा परिलक्षित भएको थियो। र तेस्रो, स्वयं राजा, जसले संविधानको मर्यादामा रहेर प्रजातान्त्रिक भावनाको कदर गर्दै मलाई प्रधानमन्त्रीका लागि आह्वान। यसरी म जनता, संविधान र राजाको आधारमा प्रधानमन्त्री भएको थिएँ। नेपालको इतिहासमा आजसम्म केवल म त्यस्तो एकमात्र प्रधानमन्त्री भएको हुँ। 2017 सालमा राष्ट्र, प्रजातन्त्र र साझाको सिद्धान्तमाथि एउटा अनुचित प्रहार भयो। म यहाँ गुणदोषको लेखाजोखा गर्न चाहन्न, किनभने मेरो दृष्टि भविष्यको पुनर्निर्माणको लक्ष्यपट्टि लागेको छ। गुणदोषको लेखाजोखा गर्ने काम इतिहासकार या पुनर्निर्माणको व्यवहारिक सक्रिय भूमिका पुरा गर्न नसक्ने व्यक्तिले गर्छन् र गर्नेछन्। तर म यति भन्न चाहन्छु, कुनै पनि व्यक्तिगत प्रश्न उठाइएर होइन कि त्रिगुण मर्यादाले मण्डित मेरो प्रधानमन्त्रीत्वको निर्मम समाप्तिको कुनै पनि औचित्य थिएन। न प्रजातन्त्रको दृष्टिले, न संविधानको दृष्टिले, न राष्ट्रियताको दृष्टिले। मैले न राजाको सम्मान र अधिकारको, न संविधानको अक्षर र भावनाको, न राजनीतिक र प्रजातान्त्रिक मर्यादा र व्यवहारको मनसा, वाचा, कर्मणाले पनि कहिले अवज्ञा गरे। तर म 8 वर्षसम्म बिना अभियोग बन्दी बनाइए।
मसँगै हजारौँ राजनीतिक व्यक्तिहरू, मेरा सहयोगी या मेरा राजनीतिक विरोधीहरू पनि त्यस दिन समातिए। किन? बडो महत्त्वपूर्ण प्रश्न छ जसको उत्तर खोज्नु पर्दछ। बिना अभियोगको त्यस दिन म अभियुक्त बनाइएर त्यस दिनदेखि नै भनौँ म न्यायालयको अगाडि उभिएको छु। मेरो कुनै कारबाहीले मेरो स्थितिमा परिवर्तन आएको होइन, न मेरो भावनामा कुनै परिवर्तन भएर यसो हुन लागेको हो। म त जस्तो 7 सालमा थिएँ, 17 सालमा पनि त्यस्तै थिएँ, त्यस्तै प्रजातन्त्रवादी, राष्ट्रवादी र साझावादी। परिवर्तन त बाहिर पो आयो। यस बाह्य परिवर्तनको सम्बन्धमा पनि म एउटा कुरा निवेदन गर्न चाहन्छु। 2015 सालका राजा प्रदत्त संविधान 2017 सालको शाही घोषणाको कबुलियतको पूर्तिमा लागू गरिएको थियो। 2007 सालको शाही घोषणामा निहित भावनाको पूर्णता र आत्मा हाम्रा प्रजाको शासन अब उपरान्त निजहरूले निर्वाचित गरेको संविधान सभाले तर्जुमा गरेको प्रजातान्त्रिक विधान अनुसार होस् भन्ने हाम्रो इच्छा र निर्णय भएकोले अन्य संविधान तर्जुमा गर्ने प्रणालीको निर्देशनबाट अलग्गिएर श्री 5 महाराजाधिराजले 2015 सालको संविधान जनतालाई बक्सेको भए तापनि जनताले त्यसलाई शिरोधार्य गर्यो। त्यस दिन फेरि राजा र प्रजाको साझाको प्रयास प्रारम्भ भएको थियो। यस न्यायालयको अगाडि म एउटा प्रश्न उठाउन चाहन्छु। त्यो प्रश्न न्याय सिद्धान्त सम्बन्धी हो। के राजाले दिइबक्सेको कुरा एकरो स्वेच्छाले मौसुबाट फर्काउन सकिबक्सन्छ? धार्मिक दृष्टिले हेऱ्यो भने पनि दानमा दिइसकेको वस्तुलाई दाताले एकरो स्वेच्छाले पुनः हस्तगत गर्न सक्दैन। कानुनी दृष्टिले हेर्दा पनि दिइसकेको दान फर्काएर लिन पाइँदैन। संवैधानिक दृष्टिबाट त झन् यो सम्भव नै छैन। नत्र भने बेलायतकी महारानी एलिजाबेथ द्वितीयले म्याग्ना कार्टालाई वापस लिन सक्ने भइन्। व्यवहारिक दृष्टिबाट पनि दिएको कुरा खोज्ने अधिकारको सिद्धान्तलाई कुनै स्तरमा पनि स्वीकार गरेको खण्डमा घोर अनिश्चितता र अव्यवस्थाले गर्दा व्यवहारिक सर्वदा असम्भव भएर जान्छ। न्याय सिद्धान्तको आधारमा म यस न्यायालयका समक्ष यो निवेदन गर्न चाहन्छु। पौष 1 गते 2017 को घटना अनुचित मात्र होइन, असंवैधानिक र गैर कानुनी थियो। त्यस सम्बन्धमा मानवाधिकारको सन्दर्भमा मात्र होइन, न्याय कानुनको साँगुरो सन्दर्भमा पनि एउटा अर्को कुरा विचारणीय छ। 2017 सालको काण्डमा हजारौं व्यक्ति थुनिए, धेरैसँग बडो निर्ममताको व्यवहार भयो। गैर कानुनी तरिकाबाट यसरी थुनिएका व्यक्तिहरूको आचरणलाई लिएर सरकारी तवरबाट बदनामीको ठुलो प्रचार भयो। कुनै ऐन कानुन, व्यवस्थागत नियम, संवैधानिक निर्देशन, सरकारी आदेशहरूको उल्लङ्घन नगर्दै पनि ऐन कानुनको मर्यादामा रहँदै पनि म जस्तो नागरिकले 8 वर्षसम्म जेलमा बस्नु पर्यो। यदि केवल तर्कको दृष्टिले यो माने तापनि त्यस समयको प्रधानमन्त्रीले कुनै पनि असंवैधानिक या गैर कानुनी काम गरेको थियो रे भने पनि दण्डको लागि त त्यो प्रधानमन्त्री पो बन्नु पर्थ्यो, या जो त्यसमा मतियार थिए ती हुन्थे। तर त्यस दिन त कसैलाई पनि बाध नगरेर यावत राजनीतिक व्यक्तिहरूमाथि कारबाही भयो। म यी सब कुराको बयान दोषारोपणको उद्देश्यले पटक्कै गरिरहेको छैन, तर बडो व्यवस्थित हृदयले उल्लेख गर्नुपर्छ कि त्यस दिन हजारौं निर्दोष नेपाली नागरिकहरू न केवल बन्दी बनाइए, तिनीहरूलाई आतंकको वातावरणमा कागज गराइयो। त्यसरी तिनीहरूलाई आत्महीन तुल्याइयो। नेपालको इतिहासमा जनताको सम्मानलाई समाप्त पार्ने या नागरिकको तेजाबोध गर्ने त्यत्रो ठुलो पैमानमा यस्तो कार्य पहिले कहिल्यै भएको थिएन। 2017 सालमा अन्यायको बीजारोपण भएको थियो। सरकारी स्तरबाट भएको अन्यायले मानिसको मनमा न्याय र कानुनका प्रति उदासीनता र कतै कतै विरोध र विद्रोहको भावना उठ्नु एकदमै स्वाभाविकै छ। यो सार्वभौमिक नियम हो जसलाई
हामी इतिहासको प्रत्येक पानामा दर्ता भएको पाउँछौँ। यस्तो हुनु मानिसको प्राकृतिक स्वभावको लक्षण हो। न्यायको न्यायकर्ताबाट अवहेलना भएपछि न्यायको कसले मर्यादा राख्छ? गङ्गोत्रीको जल दूषित भएपछि त्यस जलको पवित्रता कहाँ रहन्छ? न्यायको उद्गम स्थलमा नै त्यो अमर्यादित भएपछि त्यसमा केवल पशुबल र स्थूल शक्तिको आधारमा जङ्गली नियमको बोलवाला हुन जान्छ। राज्यको सर्वप्रथम मौलिक उद्देश्य न्याय स्थापना गर्नु हो। न्यायको मर्यादा नभएको राज्यमा त्यस राज्यको आदर्श स्खलित भएर जान्छ। त्यसपछि आदर्शविहीन राज्यको एक एक गरेर संस्थाहरू र शासनका विभिन्न विभागहरू भ्रष्ट हुँदै जान्छन्। पल्टन राष्ट्रको सुरक्षा गर्ने आदेशबाट च्युत भएर जनता उपरको आतङ्कको र राजनीतिक विरोधीहरूको विरुद्ध प्रयोग हुने एउटा यन्त्र हुन पुग्दछ र पुलिस दमनको साधन हुन्छ। निजामती सेवा भरौटेहरूको क्लब हुन्छ। यस स्थितिमा यदि कोही इमान्दार नागरिकले आफ्नो जिम्मेवारीलाई बुझेर केही गर्न खोज्यो भने त्यसले दोषको भागी हुनुपर्दछ। मैले क्रान्तिको आह्वान गरेको हुँ। विरोधको कुनै शान्तिपूर्ण वैधानिक उपाय नभएर क्रान्तिको सिद्धान्तलाई अपनाउनु परेको हो। यदि मौलिक अधिकार, नागरिक स्वतन्त्रता र कानुनी राज्यको व्यवस्था कायम रहन दिएको भए क्रान्तिको आवाज उठाउनु पर्ने थिएन। वैचारिक स्वतन्त्रताको वातावरणमा विचारहरू, सिद्धान्तहरू, कार्यक्रमहरूको बीचमा जनसमर्थनका लागि प्रतिस्पर्धा हुने थियो र त्यस अवस्थामा बलियो जनसमर्थित विचार प्रशासकीय आदर्शमा प्रतिबिम्बित हुने थियो। वैज्ञानिक ढङ्गबाट समय समयमा स्पष्ट अभिव्यक्त भएको जनइच्छा अनुसारको नीति र कार्यक्रमलाई प्रशासकीय यन्त्रद्वारा सम्पादित गर्दै देश उन्नतिको पथमा अग्रसर हुन्थ्यो। यस्तो स्वस्थ राजनीतिक वातावरणमा क्रान्तिको चर्चा कसले गर्ने थियो? म क्रान्तिवादी हुँ, आतङ्कवादी होइन। क्रान्ति मेरो अर्थमा जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो जसमा जनताले विरोधी सरकारमाथि यत्रो असह्य दबाव पार्छन् कि त्यस सरकारलाई जनताको जनतान्त्रिक अधिकार दिन बाध्य हुनु पर्दछ। प्रजातन्त्र ल्याउनका लागि जनक्रान्तिको आवश्यकता परेको हो। तर म व्यक्तिगत हिंसामा विश्वास गर्दिनँ, किनभने मेरो उद्देश्य व्यवस्थाको समाप्ति छ, न कि व्यवस्थावादीहरूको। क्रान्तिको लक्ष्य व्यवस्था हुन्छ, आतङ्कको लक्ष्य व्यक्ति। मैले व्यक्तिगत हिंसा र आतङ्कको खिलाफमा आफ्ना वक्तव्यहरू दिँदै आएको हुँ। साथै म नेपाली समाजको हरेक पक्षमा परिवर्तन चाहन्छु जो वर्तमान युगको अनुरूप होस्। राजनीतिक क्षेत्रमा, आर्थिक, सामाजिक, बौद्धिक र शैक्षिक क्षेत्रहरूमा समाजको कुपमण्डुकता, अन्धविश्वास, बौद्धिक दासता, रूढिवादी सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्न हुने तमाम अवाञ्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ भन्ने विचारलाई समग्र परिवर्तनको परिप्रेक्ष्यमा क्रान्तिको संज्ञा दिने पनि चलन छ। राजनीतिक क्रान्तिले यही समग्र सामूहिक क्रान्तिका लागि उपयुक्त पृष्ठभूमि तयार पार्छ। म यस प्रकारको विचार र सिद्धान्तलाई मान्ने भएकोले पनि आफूलाई क्रान्तिवादी भन्छु। सायद मेरो यो सिद्धान्त र आदर्शलाई बुझेर नै होला सरकारले पनि मेरो विरुद्ध जनक्रान्तिद्वारा प्रजातान्त्रिक समाजवाद कायम गर्न खोज्ने भनी अभियोग लगाएको छ। जनक्रान्ति पुग्ने बाटो हो, लक्ष्य प्राप्तिको साधन हो, त्यो पनि विशेष परिस्थितिको बाध्यताले लिनुपर्ने बाटो। साँच्चै भन्ने हो भने म एउटा नरम विचार भएको वैधानिकतामा विश्वास गर्ने राजनीतिक प्राणी हुँ। कार्यकारणले, परिस्थितिको बाध्यताले र आफ्नो आदर्शलाई त्याग्न नसकेर मेरो यस्तो नरम स्वभाव र आस्था भएर पनि मैले 7 सालमा क्रान्तिको बाटो अँगाल्नु परेको हो। 7 सालको क्रान्तिको अनिवार्यतालाई अहिलेको शासनका पृष्ठपोषकहरूले पनि स्वीकार गर्लान्। यदि इमान्दारीपूर्वक 7 सालको क्रान्तिमा मेरो योगदानमा निहित
आदर्शलाई स्वीकार गर्ने हो भने मेरो यो आजको क्रान्तिलाई बुझ्न कसैलाई गाह्रो पर्ने छैन। मैले यहाँ आफूमाथि भएको अन्यायको चर्चा गर्दा आफ्नो राजनीतिक मान्यताको चर्चाका साथ तत्सम्बन्धी बितेका कुराको पनि उल्लेख गरेको हुँ। मलाई अभियुक्तको रूपमा अदालतको सम्मुख उपस्थित नगराइएको भए म यसको चर्चा गर्ने नै थिइनँ, किनभने हामी सङ्कटको कालबाट गुज्रिरहेका छौँ। यो राष्ट्रिय सङ्कट हो। यो सङ्क्रमणकालीन या विकासको शैशवकालीन सङ्कट मात्र होइन, यो हाम्रो अस्तित्वको नै सङ्कट हो। यस स्थितिमा हामीले बाँच्ने आधार राष्ट्रिय एकता मात्र छ। त्यसो हुनाले बितेका कुरालाई कोट्याएर वाद विवाद पक्ष प्रतिपक्षको मनोमालिन्यको स्थितिलाई कसैले उत्पन्न गराउनु हुन्न। राष्ट्रिय एकताका लागि सबैले प्रयत्नशील हुनुपर्दछ। इतिहासका सम्मुख, जनताका सम्मुख, आफ्नो आदर्शको सम्मुख, यो न्यायालयको सम्मुख म आफूलाई पूर्ण निर्दोष भएको अनुभव गर्दछु। अभियुक्त धीरेन्द्र कुमार श्रेष्ठले र अशोक कुमार उपाध्याय समेत जना दुईले 2030 साल जेठ महिना वासुदेवको पत्र लिई तपाईँ बनारसमा भेट्न जाँदा जनक्रान्ति गर्नुपर्छ, बन्दुक चलाउन जान्नुहुन्छ भनी सोध्नु भएको थियो र पछिबाट बाटो खर्च भनी तपाईँले भारु 60 दिएर पठाउनु भएको छ भन्ने बेहोरा भएको 2030 9 महिना 2मा प्रहरीमा 2030 9 महिना 20मा जनकपुर अञ्चलाधीश कार्यालयमा बयान दिएको छ। निजहरू दुवैको बयानहरू सुनाउँदा सुनि पाएको हकमा यसबारे कसो हो भनी सोध्ने हुँदा के भन्नुहुन्छ? मलाई धीरेन्द्र र अशोकको बारेमा केही सम्झना छैन, किनभने मसँग अनेक विद्यार्थीहरू रोजाना भेट्न आइरहन्थे। म भेट्न आएका सबैसित यस व्यवस्थाको खिलाफमा अर्थात् पञ्चायती व्यवस्थाको खिलाफमा कुराहरू गर्थे। यसो भएकाले उनीहरूले भनेका कुरा साँचो पनि हुन सक्दछ, तर उनीहरूको बयानअनुसार मेरो साथमा पिस्तुलधारी बडीगार्ड कहिल्यै रहेको थिएन। अहिले प्रश्न गरिएको सम्बन्धमा मैले भनेको पनि हुन सक्दछ, निजहरूको भनाइमा सत्यता पनि हुन सक्दछ। अभियुक्त धीरेन्द्र र अशोक कुमारलाई बन्दुक चलाउन जान्दछौ भनी मैले भनेको साँचो हुन सक्दछ भनी जवाब दिनुभयो। यसरी बन्दुक चलाउन जान्दछौ भनी सोध्नुको अर्थ के हो र बन्दुक पनि दिनुभएको छ? धेरै विद्यार्थीहरू क्रान्तिका लागि मसँग हात हतियारको माग गर्दथे। म तिनीहरूसँग माथि जवाब नम्बर 4मा जनक्रान्तिको व्याख्या गरे जस्तै व्याख्या गरी बन्दुक चलाउन नजानिकन बन्दुकको माग गर्न हुन्न भनी पठाइदिन्थे। हुनसक्छ त्यही कुरा यिनीहरूसँग पनि मैले भनेको होला। सो भन्नुबाहेक ती दुईजना धीरेन्द्र र अशोक कुमारलाई मैले बन्दुक दिएको छैन। तपाईँले सशस्त्र क्रान्तिको पनि आह्वान गर्नुभएको थियो। माथि मैले क्रान्तिको अनिवार्यताको चर्चा गर्दै भनिसकेको छु कि विशेष परिस्थितिमा प्रजातन्त्र स्थापनाको लागि 2007 सालमा गरे जस्तै सशस्त्र क्रान्ति या विद्रोह गर्न त्यो जनताको नैसर्गिक अधिकार हो। यो एक प्रकारको आत्मरक्षाको हक जस्तै हो। सशस्त्र क्रान्तिको आह्वान म पछि मौकामा गर्नेछु र अहिले बेला आएको छैन भने धीरेन्द्र र अशोक कुमारलाई भनेअनुसार मैले सशस्त्र क्रान्तिको आह्वान गरेको थिएन। भारु 60 तपाईँले धीरेन्द्र र अशोक कुमारलाई बाटो खर्च दिनुभएको थियो। यसबारेमा अहिले मलाई याद छैन। धीरेन्द्र र अशोक कुमार कुन राजनीतिक संस्थाका व्यक्तिहरू हुन् र तपाईँ स्वयं कुन राजनीतिक दलको कुन स्तरमा हुनुहुन्छ वा हुनुहुन्न? धीरेन्द्र र अशोक कुमार कुन राजनीतिक संस्थाका व्यक्ति हुन् वा होइनन् सम्झना नभएकोले थाहा छैन, तर म स्वयं नेपाली काङ्ग्रेस राजनीतिक पार्टीको अध्यक्ष हुँ। सो राजनीतिक पार्टी हाल पनि विद्यमान छ। नेपाली काङ्ग्रेस अवैध घोषित भएकाले खुल्ला रूपमा यसको कार्यालय छैन। आज बयान गर्न समयले नभ्याउँदा बयान कार्य यहीँ स्थगित गरिएको छ।
हाल सीतामढी इन्टरनेसनल होटेल दक्षिणतर्फको घरमा बस्ने वासुदेव कोइरालालाई तपाईँले के कस्तो काम लगाइराख्नु भएको छ? वासुदेव कोइरालासँग मेरो पुरानो परिचय छ र टाढाबाट मेरो नाता पनि पर्न सक्छ। वासुदेव कोइराला नेपाली काङ्ग्रेसको सदस्य छन् वा छैनन् मलाई याद छैन। वासुदेवले हतियार धीरेन्द्र र अशोक कुमारलाई दिए नदिएको पनि याद छैन। वासुदेव कोइरालालाई मैले कुनै हतियार दिए नदिएको पनि याद छैन। तपाईँले कुनै हात हतियार पनि जम्मा गरेर राख्नु भएको थियो कि? म यस विषयमा जवाब दिन चाहन्न। तपाईँको सबुतको हकमा बुझ्नुपर्ने केही छ? मेरो सबुतको हकमा बुझ्नुपर्ने केही छैन। तपाईँको नाम, पिताको नाम, जात, उमेर, पेसा, वतन के हो? मेरो नाम विश्वेश्वर प्रसाद कोइराला हो। पिताको नाम स्वर्गीय कृष्ण प्रसाद कोइराला। मेरो जात कोइराला ब्राह्मण। उमेर 63 वर्षको भए। वतन मोरङ जिल्ला विराटनगरमा पर्छ। यो इजलासमा किन आउनुभयो? वादी श्री 5 को सरकार विरुद्ध म विश्वेश्वर प्रसाद कोइराला समेत भएको धरान फुस्रेमा फररी ब्यारेकमा बम हान्न लाग्दा अभियुक्त बमबहादुर पक्राउ भएको भन्ने राजकाज मुद्दामा समेत वारेन्ट जारी भएकाले प्रहरीद्वारा बन्दी गृहबाट मलाई यहाँ उपस्थित गराउँदा बयान गर्न उपस्थित भएको हुँ। फारबिसगञ्जमा अवैध नेपाली काङ्ग्रेसको कार्यालय सञ्चालन गरी सो कार्यालयद्वारा नेपालमा अशान्ति मचाउने, अराजकता फैलाउने कार्य षड्यन्त्र तपाईँले रचेको र सोबाट बमबहादुरले फुस्रे प्रहरी क्याम्पमा बम हान्न लाग्दा पक्राउ परेको थाहा भएको भनी अभियोग पत्रमा राजकाज अपराध सजाय ऐन 2019 को दफा 4(2) अन्तर्गत सजायको दाबी भएको अभियोग पत्र देखाई पढी बाँची सुनाई शोधनी गरिन्छ। के भन्नुहुन्छ यसमा? अवैध भनिएको नेपाली काङ्ग्रेसको अध्यक्ष म स्वयं हुँ। फारबिसगञ्ज अर्थात् विदेशमा कहीँ पनि मेरो नेपाली काङ्ग्रेसको कार्यालय खोलिएको छैन। नेपाली काङ्ग्रेस पार्टी नेपालभित्रै मात्र सीमित छ। फारबिसगञ्जमा नेपाली काङ्ग्रेसको कार्यालय नै नरहेकोले यो अभियोग ममाथि लाग्नुपर्ने होइन। अभियुक्त बमबहादुरले 2023 12 महिना 23 मा प्रहरीमा गरेको बयान र 2031 1 महिना 5 मा कोशी अञ्चलाधीश कार्यालयमा गरेको बयान 1 मा समेत देखाई सुनाई शोधनी हुन्छ भन्नेमा के भन्नुहुन्छ? विदेशमा कहीँ पनि मेरो पार्टीको अफिस छैन। बयान र आरोप अनुसार गिरिजाप्रसाद कोइराला र यज्ञबहादुर थापा कप्तानले राजालाई हटाउनुपर्छ भन्ने होलान् जस्तो मलाई लाग्दैन। राजतन्त्रको विरोधमा नेपाली काङ्ग्रेस छैन। त्यति मात्र होइन कि नेपालको वर्तमान सन्दर्भमा राजतन्त्रको आवश्यकता अनुभव गरेन नै नेपाली काङ्ग्रेसले आफ्नो ध्येयमा वैधानिक राजतन्त्रको उल्लेख गरेको छ। नेपालको इतिहासमा राजतन्त्र सदैव रह्यो, तर राजतन्त्रका विभिन्न रूपमा यो प्रकट भएको छ। राणाकालभन्दा पहिलेको राजतन्त्र र 2017 सालपछिको राजतन्त्र। त्यति मात्र होइन, 2007 सालमा एक समयमा नेपालमा 2वटा राजा थिए, तसर्थ नेपालमा 2 राजतन्त्र थियो। त्यसो हुनाले राजतन्त्र बनेर मात्र पुग्दैन। राजतन्त्र कस्तो छ त्यसको विवेचन हुनु पर्दछ। वैधानिक राजतन्त्रमाथि नेपाली काङ्ग्रेसको पूर्ण आस्था छ। राजतन्त्रको नाउँमा र त्यो राणाकालीन व्यवस्था जस्तो हुन्छ भने अर्थात् अप्रजातान्त्रिक किसिमले सञ्चालित छ भने त्यसको नेपाली काङ्ग्रेस विरोधी छ। जहाँसम्म पञ्चायती व्यवस्थाको कुरा छ, पञ्चायत नाउँसँग हामी अर्थात् नेपाली काङ्ग्रेसको कुनै विरोध छैन। तर पञ्चायतको नाउँमा जनता विरोधी व्यवस्था जो अहिले प्रचलित छ त्यसको लागि हामी नेपाली काङ्ग्रेस विरोधी छौँ। राजतन्त्रको सम्बन्धमा तपाईँको व्यक्तिगत विचार के छ? मैले
जवाफ नम्बर 4 मा नेपाली काङ्ग्रेसको जुन विचार र सिद्धान्त छ त्यो लेखाएको छु। म सो पार्टीको अध्यक्ष भएकाले सोही विचार मेरो व्यक्तिगत विचार र धारणा हो। अभियुक्त बमबहादुर राईले आफ्नो बयानमा ह्यान्ड ग्रेनेड गिरिजाप्रसादको आदेशमा कप्तान यज्ञबहादुर थापाबाट पाएको भनी भनेको देखिन्छ। तसर्थ ह्यान्ड ग्रेनेड वितरण गर्ने निज गिरिजाप्रसाद र कप्तान यज्ञबहादुरलाई लगाउनु भएको छ कि? यो प्रश्नसित ममाथि लागेको अभियोगको सम्बन्ध रहेको मलाई नलागेकोले जवाब दिन असमर्थ छु। गिरिजाप्रसाद कोइराला र कप्तान यज्ञबहादुर थापासित चिनापर्ची तपाईँको के कस्तो छ र तिनीहरू नेपाली काङ्ग्रेस पार्टीको कुन प्रकारको सदस्य हुन् वा होइनन्? गिरिजाप्रसाद कोइराला मेरो सहोदर भाइ हो। कप्तान यज्ञबहादुर थापालाई पनि म राम्रोसँग चिन्दछु। नेपाली काङ्ग्रेस एउटा ठुलो संस्था भएकाले त्यसको सदस्य सङ्ख्या पनि धेरै ठुलो छ। तसर्थ मलाई सदस्यहरूको नामको सम्झना छैन। कोही सदस्यहरूको नाम सम्झना भए पनि नेपाली काङ्ग्रेस अवैध भएकाले ती सदस्यहरूको नाम भन्न म असमर्थ छु र सोही प्रकारले ती सोधिएका व्यक्तिहरू सदस्य हुन् वा होइनन् भन्न पनि म असमर्थ छु। तपाईँको सबुतको हकमा बुझ्नुपर्ने केही छ कि? मेरो सबुतको हकमा बुझ्नुपर्ने केही छैन। तपाईँको नाम, पिताको नाम, जात, उमेर, पेसा, वतन के हो? मेरो नाम विश्वेश्वर प्रसाद कोइराला हो। पिताको नाम स्वर्गीय कृष्णप्रसाद कोइराला। मेरो जात कोइराला ब्राह्मण हो। उमेर 63 वर्षको भए। वतन मोरङ जिल्ला विराटनगरमा छ। यो इजलासमा किन आउनुभयो? वादी श्रीपाजको सरकार विरुद्ध म समेत भएको पञ्चायती व्यवस्थालाई पल्टाए लोकतान्त्रिक समाजवादी व्यवस्था स्थापना गर्न जनक्रान्ति गर्ने भन्ने राजकाज अपराध मुद्दामा बयान गर्न उपस्थित गराइएको छु। अहिलेको पञ्चायती व्यवस्थामा जनताको मौलिक अधिकार नभएकोले सङ्गठन गरी सशस्त्र क्रान्तिद्वारा पञ्चायती व्यवस्थाको सरकार पल्टाउनुपर्छ र नेपाली काङ्ग्रेसको सरकार गठन गर्नुपर्छ भन्ने नेपाली काङ्ग्रेस विश्वेश्वर प्रसाद कोइरालाले भन्नुभएको भनी दामन पाखरिनले भन्नुभएको अभियुक्त चन्द्रबहादुर र पञ्चसिंह समेतको बयान समेत आधार लिई लागेको राजकाज अपराधको अभियोग 2031 11 महिना 25 को प्रहरी प्रतिवेदन देखाई सो अभियोग सम्बन्धी शोधनी भएको हकमा के भन्नुहुन्छ? आज बयान गर्न समयले नभ्याउँदा बयान कार्य यही स्थगित गरिएको छ। साल वैशाख 22 गते सोधिएको प्रश्नको जवाब लेखाउन समयले नभ्याउँदा आज पुनः उपस्थित भए। कानुनी सल्लाहकारबाट समेत सल्लाह पाई बयान गर्दैछु। पञ्चसिंह र चन्द्रबहादुरलाई म चिन्दिनँ, तर दामन पाखरिनलाई चिन्दछु। वर्तमान पञ्चायती व्यवस्था अप्रजातान्त्रिक भएकाले नेपाली काङ्ग्रेस परिवर्तनको पक्षमा छ, जसको अध्यक्ष म हुँ। तर यसलाई परिवर्तन गरेर नेपाली काङ्ग्रेसको सरकारलाई स्थापना गर्ने कुरा उल्लेखित छ त्यो होइन। नेपाली काङ्ग्रेस प्रजातन्त्रको स्थापना चाहन्छ, जसमा नेपाली काङ्ग्रेसलाई मात्र कुनै विशेष अधिकार प्राप्त हुँदैन जो अरू पार्टीलाई पनि प्राप्त हुँदैन। सङ्घर्षको अनिवार्यताको पनि मैले प्रचार गरेको हुँ र जहाँ जनतालाई प्रजातान्त्रिक मौलिक नागरिक अधिकार प्राप्त छैन भन्दै मैले आएको छु, त्यहाँ जनता क्रान्तिको बाटोमा त्यस स्थितिमा मात्र लाग्छ जब शान्तिपूर्ण र वैधानिक बाटो उसलाई उपलब्ध हुँदैन। जवाफ नम्बर 4 मा सशस्त्र सङ्घर्ष गर्नुपर्छ भनी दामनले भनेको थियो र जसमा तपाईँको पनि सहमति छ भनिएकोमा स्पष्ट जवाफ मिलेन। कसो हो? मैले क्रान्तिको चर्चा गर्दा विशेष परिस्थितिमा प्रजातन्त्र स्थापनाका लागि 2007 सालको जस्तो विद्रोह गरी सशस्त्र क्रान्ति गर्नु पनि
जनताको नैसर्गिक अधिकार हो भन्ने गरेको छु। यो एक प्रकारको आत्मरक्षाको हकभित्र पर्ने अधिकार हो। 2031 12 महिना 3 गतेमा बागमती अञ्चलाधीश कार्यालयमा अभियुक्त पञ्चसिंहले गरेको बयानमा थान 1 र 2032 1 महिना 3 मा सोही अञ्चलाधीश कार्यालयले गरेको बयानमा थान 1 मा समेत देखाउँदा सुनाउँदा निजहरूको बयानको हकमा के भन्नुहुन्छ? म विश्वेश्वर प्रसाद कोइरालाले भारतबाट हतियार पठाउँछु र हामीले सङ्गठन गर्नुपर्छ भनी दामनले भन्यो भन्ने र पञ्चसिंहले दिएको बयानका अरू पनि कुरा विश्वास लाग्दो छैनन्। जहाँसम्म नेपाली काङ्ग्रेसको सङ्गठन गर्ने प्रश्न छ, त्यो दामन पाखरिन या अरूले पनि गरेको हुन सक्दछ। तर भारतबाट हतियार पठाउने भन्ने दामनले भन्यो भन्ने कुराको हकमा त्यो पत्यार लाग्दो छैन र सरकारलाई पनि पत्यार नपरेको जस्तो छ। त्यसैले सरकारले पनि निजले बयानमा देखाएका व्यक्तिहरूमध्ये अरूमाथि कारबाही नगरेर केवल ममाथि मात्र कारबाही गरेको छ। तपाईँले दामनलाई सशस्त्र सङ्घर्षको लागि भारतबाट हतियार पठाउँछु भन्नुभएको थियो। यो ममाथि लगाइएको अभियोगबाट उत्पन्न नहुने प्रश्न भएकाले उत्तर दिन असमर्थ छु। अभियोग पत्रका साथ दाखिल हुन आएको अवैध नेपाली काङ्ग्रेसको रातो चारतारे झन्डाको मुनि प्रतिज्ञा पत्र भनी छापिएको र त्यसको भित्री भागमा पनि सोही अनुसार चारतारे झन्डाको मुनि परिचय पत्र भनी छापिएकोमा सम्बन्धित व्यक्तिहरूको परिचय खुलाइ लेखिएको प्रतिज्ञा पत्र तथा परिचय पत्र थान 33 भनिएको तर 31 थान मात्र दाखिल भएको, सो 31 थान अवैध नेपाली काङ्ग्रेसको सदस्य बनाएको अर्धकट्टी रसिद पाना 25 थान, 3 पाना 23 को 1 थान समेत अर्धकट्टी बुक थान 4 देखाउँदा तपाईँ नै अध्यक्ष भएको नेपाली काङ्ग्रेसको नै हो वा होइन? आज बयान गर्न समयले नभ्याउँदा बयान कार्य यही स्थगित गरिएको छ। माथि सोधिएको प्रश्नको सिलसिलामा सो परिचय पत्र प्रतिज्ञा पत्र समेत सदस्यताको किताबहरू तपाईँ स्वयं अध्यक्ष हुनुभएको नेपाली काङ्ग्रेसको नै हो वा होइन र त्यसको नेपाल कानुन अनुसार र इजाजत प्राप्त नेपाली काङ्ग्रेस पार्टी हो वा होइन? हिजो सोधिएको प्रश्नमा आज क्रमिक रूपमा बयान गर्दैछु। हिजो कागजात देखाए सोधिएको प्रश्नहरूमध्ये सदस्यताको अर्धकट्टी र किताबको अर्धकट्टी सही हो। काङ्ग्रेसको सदस्य बनाउने तरिका पनि यही हो। यो थान 4 म स्वयं अध्यक्ष भएको नेपाली काङ्ग्रेस पार्टीको सदस्य बनाउने प्रक्रिया अन्तर्गत बनाइएको हो। नेपाली काङ्ग्रेस पार्टी नेपालको कानुन अनुसार रजिस्टर्ड भएको छैन। प्रतिज्ञा पत्र थान 31 पनि नेपाली काङ्ग्रेस पार्टीकै हो। सदस्यताको अर्धकट्टी थान 4 मा लेखिएको प्रजातन्त्र र समाजवादका विषयमा स्पष्ट पार्न बयान दिन चाहन्छु। प्रजातन्त्र र समाजवाद नेपाली काङ्ग्रेसका लक्ष्य र आदर्श हुन्। वर्तमान युगलाई प्रजातन्त्रको युग बनेकोमा ऐतिहासिक कारणहरू छन्। राज्य सार्वभौमिकता र सरकारका सम्बन्धमा पुरानो मान्यता छ। राज्य राजाको, त्यसको सार्वभौमिकता राजा अर्थात् व्यक्तिमा निहित रहन्छ र सरकार व्यक्तिगत शासनको यन्त्र हो भन्ने कुरालाई वर्तमान युगमा कसैले स्वीकार गर्दैन। त्यसैले फ्रान्सका लुई 14 को राज्य बनेको म नै हुँ भन्ने नैतिक साहस अहिले कुनै पनि तानाशाहले गर्न सक्दैनन्। त्यसैले उनीहरूले पनि जनताको नाउँमा शासन गरेको छु भन्ने प्रचार गर्नुपर्छ। प्रजातन्त्रमा राज्य सार्वभौमिकता र सरकार सम्बन्धी मान्यताहरू हुन्। राज्य जनताको साझा सम्पत्ति हो। त्यसो हुनाले त्यसको सार्वभौमिकता पनि जनतामा सम्मिलित रूपमा निहित रहन्छ। त्यसैले सरकारको जो राज्यको शासन यन्त्र हो त्यो जनताद्वारा स्थापित हुनुपर्दछ। यो प्रजातान्त्रिक मान्यताले जनतालाई रैतीको श्रेणीबाट उचालेर नागरिकको श्रेणीमा पुर्याउँछ। प्रजातन्त्रका मूलभूत सिद्धान्तहरू छन्। यी 3 सिद्धान्तहरूमध्ये एउटा मात्र पनि व्यवस्थामा समावेश गरिएको छैन भने त्यो प्रजातन्त्र नै होइन।
झन् तीनवटै छैन भने त कुरै भएन। प्रजातन्त्रमा ती 3 अनिवार्य तत्त्वहरू यी हुन्। 1. मौलिक हक र नागरिक अधिकार। नागरिक भन्नाले ती अधिकार प्राप्त उपभोक्तालाई बोध गराउँछ। कानुनी राज्य सरकारको निरङ्कुश सरकारी विभागहरूको, विशेष गरेर पुलिस र सेनाको अत्याचार र अन्यायको विरुद्ध कानुनी कारबाहीद्वारा नागरिकमाथि अत्याचार नहोस् भनेर कानुनी राज्यको सिद्धान्त प्रजातन्त्रको मूलभूत सिद्धान्तमा गनिएको छ। तेस्रो, राज्य शक्तिको प्रयोग र राज्यको नीति निर्धारणमा नागरिकहरूको अधिकार र निर्वाध उपस्थिति र हस्तक्षेपको सिद्धान्त। यो सिद्धान्त जनताको सार्वभौमिक सिद्धान्तबाट प्रतिफलित भएको हो। राज्य शक्तिको प्रयोगको अधिकार कसलाई छ या राज्य सत्ता कसको हातमा हुनुपर्छ भन्ने प्रश्नमा 3 प्रकारका माध्यमको चर्चा हुन सक्दछ। 1. जबरजस्ती स्थूल शक्तिको प्रयोगद्वारा राज्य शक्ति प्राप्त गर्ने माध्यम। यस माध्यमको औचित्यलाई कसैले पनि स्वीकार गर्ने छैन। 2. दैवीय शक्तिबाट राज्य सत्ता प्राप्तिको धारणा। श्री 3 मोहन शमशेरले मलाई 2006 सालमा भनेका थिए, राज्य सत्ता प्राप्त गर्न पुरपुरोमा लेखिएको हुनुपर्छ। यसैको अन्तर्गत जन्मबाट अधिकार पाएको सिद्धान्त पर्न आउँछ। तेस्रो, प्रजातान्त्रिक माध्यम। पूर्ण स्वतन्त्रताको वातावरणमा जनताले मौलिक अधिकारको पूर्ण रूपमा उपयोग गर्न पाएको स्थितिमा चुनावको माध्यमबाट राज्य सत्ता प्राप्त गर्नु। आर्थिक विकासका लागि पनि प्रजातन्त्र आएको हो। ऐतिहासिक शक्तिबाट यो उत्पन्न भएको व्यवस्था हो। समाजका आन्तरिक सुसुप्त शक्तिहरूको जागरण गराएर तिनलाई समाजको विकासको शक्तिमा परिणत गर्नलाई पुरानो सामन्ती व्यवस्थालाई त्यागेर वर्तमान युग सुहाउँदो जनप्रिय र प्रजातान्त्रिक व्यवस्थालाई कायम गर्नुपर्छ भन्ने नेपाली काङ्ग्रेसको धारणा छ। साथै समाजको आन्तरिक शक्ति तब मात्र चलायमान हुन्छ जब जनताले ठुलो जिम्मेवारी लिन्छ, जब उनीहरूमा अन्तर्प्रेरणा जागृत हुन्छ र जब जनताकै बीचमा नयाँ नयाँ प्रयोगका लागि स्थानीय र राष्ट्रिय स्तरमा नेतृत्व वर्गको उदय हुन जान्छ। प्रजातन्त्र ठिक यही क्रियालाई जनताका बीच चलाउनका लागि ऐतिहासिक कारणबाट विकासको परिस्थितिको बाध्यताले स्थापित भएको राजनीतिक विचारधारा र व्यवस्था हो। प्रजातन्त्र नभएको खण्डमा विकास पनि अवरुद्ध हुन जान्छ। जस्तो राजनीतिक दृष्टिले समानताको सिद्धान्तलाई प्रजातन्त्रले स्थापित गर्दछ, त्यस्तै आर्थिक दृष्टिले समानताको सिद्धान्तलाई समाजवादले स्थापित गर्दछ। समाजवादको आदर्श स्थिति त उत्पादनको त्यस्तो चरम विकास हो जसमा समाजका सबै व्यक्तिलाई उनीहरूको आवश्यकता अनुसार उनीहरूको भौतिक मार्गहरूको पूर्ति समाजद्वारा हुने व्यवस्था हुन्छ। देश पर्याप्तता र प्रचुरताको स्थितिमा समाजवादमा पुग्नलाई उत्पादनका साधनहरूको योजनाबद्ध र विवेकपूर्ण विकासद्वारा आधुनिकीकरण हुनुपर्दछ। विकासको मूल फुटाउने चर्चा जुन आजकल देशमा चलिरहेको छ र जो अनुकूल राजनीतिक व्यवस्थाको अभावमा केवल कागजी घोडा कुदाएको जस्तो भइरहेको छ, त्यो पनि सिद्धान्त त समाजवादको लक्ष्याधीन प्रारम्भिक प्रयत्नमा गनिन सक्दछ। म प्रजातान्त्रिक समाजवादको स्थापनामा लागेको हुँ र नेपाली काङ्ग्रेसको लक्ष्य पनि त्यही हो। त्यसैले सदस्यताको रसिद भएको अर्धकट्टीमा नेपालमा जनताको उत्तरदायी शासन व्यवस्था स्थापित गर्न प्रजातान्त्रिक समाजवादी सिद्धान्तप्रति आस्था र विश्वास भन्ने लेखिएको हो। तपाईँले नेपालको कानुन विरुद्ध नेपालमा नेपाली काङ्ग्रेसको सङ्गठन गरी व्यवस्था र श्री 5 को सरकार पल्टाउने उद्देश्य लिनुभएको हो। अहिलेको पञ्चायती व्यवस्था प्रजातान्त्रिक नभएकोले यस अप्रजातान्त्रिक व्यवस्थाको सट्टा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने हेतुले सङ्गठन र प्रयास गरेको हुँ। तपाईँको सबुतको हकमा केही बुझ्नुपर्ने छ कि? मेरो सबुतको हकमा केही बुझ्नुपर्ने छैन।
तपाईँको नाम, पिताको नाम, जात, उमेर, पेसा, वतन के हो? मेरो नाम विश्वेश्वर प्रसाद कोइराला हो। पिताको नाम स्वर्गीय कृष्ण प्रसाद कोइराला। मेरो जात कोइराला ब्राह्मण। उमेर 63 वर्षको भएँ। वतन मोरङ जिल्ला विराटनगरमा पर्छ। यो इजलासमा किन आउनुभयो? वादी श्रीपाजको सरकार विरुद्ध म विश्वेश्वर प्रसाद कोइराला समेत भएको स्पिट फायर पत्रिकामा श्रीपाजको विरोधी मन्तव्य प्रकाशित गरेको राजकाज सजाय सम्बन्धी मुद्दामा ममाथि लागेको अभियोगमा बयान गर्न यो इजलासमा उपस्थित भएको छु। 2007 सालको क्रान्तिले राजालाई शक्ति सम्पन्न तुल्यायो। पार्टी फोड्ने जनतालाई उत्तेजित गराउने काम राजाले गरे। पार्टीभित्र घुसेका राजाका 2-4 जना प्रतिनिधिको भलाइका लागि शाही रक्षकद्वारा जनतामा अशान्ति मचाइयो। आज देशको अवस्था सैनिक कारबाहीले नाजुक हुँदै गइरहेको छ भन्ने बिपी कोइरालाले स्पिरिट फायर भन्ने पत्रिकामा प्रकाशित गरेको मन्तव्य श्रीपाज विरोधी भएकाले सो सम्बन्धमा राजकाज अपराधको अभियोग लागेको 2032 साल 2 महिना 15 गतेको अभियोग पत्रमा देखाउँदा सुनाउँदा के भन्नुहुन्छ? यस सम्बन्धमा स्पिट फायर पत्रिकामा प्रकाशित मेरो मन्तव्य भनिएको विषयवस्तु समेत देखी सुनी पाएमा बयानमा मेरो आफ्नो भावना र विचार व्यक्त गर्न पाउने थिए। त्यसबारे मेरो बयानमा स्पष्ट भावना प्रकट हुनेछ। आज बयान गर्न समयले नभ्याउँदा बयान कार्य यही स्थगित गरिएको छ। यस सम्बन्धमा स्पिट फायरको 15 अप्रिल 1974 मा प्रकाशित भएको लेख मेरो हो। यो 3 वर्ष पहिलेको कुरा हो। मलाई अभियोग लगाइएको अर्थ त्यस लेखबाट निस्कदैन। अङ्ग्रेजीको अल्पज्ञान भएको व्यक्तिले मात्र मेरो त्यस लेखको यस्तो अर्थ्याइ गर्न सक्दछ। नेपाली कङ्ग्रेस जसको म अध्यक्ष छु, जसले वैधानिक राजतन्त्रमा विश्वास राख्छ, त्यसो हुनाले श्रीपाजको अनादर या राजमुकुटको बेकदर गर्ने मेरो कदापि पनि मनसाय हुन सक्दैन। मैले राजा र प्रजाको बीच फाटोको स्थितिको चर्चा गर्दा केही ऐतिहासिक तथ्यहरूको विवरण त्यसमा दिएको हुँ। वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा जब नेपाली काङ्ग्रेसले राष्ट्रिय एकताको सर्वाधिक आवश्यकता महसुस गरेर राष्ट्रिय एकताको लागि प्रयत्नशील हुने उद्देश्यले हामी नेपाल फर्केका छौँ। मेरो त्यो लेखमा लेखिएका ऐतिहासिक दृष्टिकोणबाट असत्य कुराहरू त छैनन्, तर अप्रासङ्गिक भएको हुन सक्दछ। हामी सारा नेपालीमा नेपालको हितमा र राष्ट्रिय एकताको लागि पहिलेका कटु कुराहरूलाई बिर्सन सक्ने र एकताको नयाँ अध्याय प्रारम्भ गर्न सक्ने कटिबद्धता हुनुपर्छ भन्ने विश्वास लिएर हामी नेपाल फर्केका हौँ। कानुनी सङ्कीर्ण अध्यायले हाम्रो अहिलेको यस ऐतिहासिक कदमको मूल्याङ्कन हुन सक्दैन भन्ने मलाई लाग्दछ। भीमबहादुर र सत्येन्द्र नारायणसित परिचय छ वा छैन? मलाई निजहरू कुन थाहा छैन र चिन्दैन। भाग्ने व्यक्ति भीमबहादुर र सत्येन्द्र नारायण समेतबाट छाडी गएको सामान स्पिट फायर पत्रिका र त्यसैका साथमा अभियोग पत्रमा फेला परेको भनिएको गिरनेट समेतका माल सामान पनि तपाईँबाट पठाइएको थियो कि? भीमबहादुर र सत्यनारायण समेतका व्यक्तिहरूसित मेरो परिचय नै नभएको कुरा माथि जवाफ नम्बर 6 मा लेखाइसकेको हुनाले मैले निजलाई ग्रेनेड समेतका हतियार दिएर पठाउने कुरै उठ्न सक्दैन। सो कुरा मसित सम्बन्धित पनि छैन र रहँदैन। तपाईँको सबुतको हकमा केही बुझ्नुपर्ने छ कि? मेरो सबुतको हकमा केही बुझ्नुपर्ने छैन।
तपाईँको नाम, पिताको नाम, जात, उमेर, पेसा, वतन के हो? मेरो नाम विश्वेश्वर प्रसाद कोइराला, पिताको नाम स्वर्गीय कृष्ण प्रसाद कोइराला, जात कोइराला ब्राह्मण, उमेर 63 वर्षको भएँ, पेसा राजनीतिक तथा सामाजिक काम गर्छु, घर विराटनगर मोडङमा पर्छ। यो इजलासमा किन आउनुभयो? वादी श्रीपासको सरकार विरुद्ध म विश्वेश्वर प्रसाद कोइराला समेत भएको पञ्चायती व्यवस्था साथै श्रीपासको सरकार उल्टाउन तुलाबारी सुब्बा बस्ती बस्ने सजुवा किसानको घरमा हतियार जम्मा गरेको राजकाज अपराध सम्बन्धी मुद्दामा बयान गर्न उपस्थित गराइएको हुँ। श्री 5 को सरकार पल्टाउने उद्देश्यले भारत बतासेमा हतियार जम्मा गरी मेची अञ्चल धुलाबारी बस्ने सजुवा किसानको घरमा हतियार सङ्कलन गरी लुकाइराखेकोमा विश्वेश्वर प्रसाद कोइराला समेत उप राजकाज अपराध सम्बन्धमा अभियोग लागेको 2029 साल 12 महिना 12 गतेको प्रहरी प्रतिवेदन 1 देखाई सुनाएको हकमा के भन्न चाहनुहुन्छ? आज बयान गर्न समयले नभ्याउँदा बयान कार्य यही स्थगित गरिएको छ। हिजो यो इजलासबाट 2029 साल चैत्र 12 गतेको प्रहरी प्रतिवेदनमा भएको आरोपदेखि सुनि पाएँ। तुलसा हेम्रनलाई म राम्रोसँग चिन्दछु। ती मेरा पुराना साथी हुन्। 2007 सालको क्रान्तिदेखि नै चन्द्रकुमार र सजुवा किसानलाई म चिन्दिनँ। मसँग धेरै मानिसहरू भेट्न आउँथे। तिनीहरूमध्ये यी दुई व्यक्ति पनि हुन सक्लान्। म आफ्नो राजनीतिक विचारको प्रचार व्यवस्थाका सिलसिलामा 2-3 चोटि बतासे सिलगढीतिर गएको पनि थिएँ। मेरो राजनीतिक विचारहरू जान्न नेपालभित्रबाट धेरै मानिसहरू त्यहाँ मसँग भेट्न आउँथे। म उनीहरूलाई वर्तमान अप्रजातान्त्रिक व्यवस्थाको सन्दर्भमा क्रान्तिको अनिवार्यतालाई सम्झाउँथे। एकचोटि फागुन 7 गतेको राष्ट्रिय प्रजातन्त्र दिवस पनि मैले त्यहाँ मनाएको थिएँ, जसमा धेरै मानिसहरू उपस्थित थिए। फागुन 7 गतेको महत्त्वमा प्रकाश पार्दा मैले 2007 सालको जनक्रान्तिको पनि चर्चा गरेको थिएँ। किन क्रान्ति त्यस समयमा अनिवार्य भयो भनेर 2007 सालको विशेष स्थितिले जनताको सशस्त्र क्रान्ति गर्ने वैधानिक अधिकार र मान्यता स्थापित गर्यो। मैले त्यस समयमा भनेको थिएँ 2007 सालको क्रान्तिताका नेपालमा 2वटा राजा थिए, एउटा श्री 5 त्रिभुवन र अर्को श्री 5 ज्ञानेन्द्र। श्री 5 त्रिभुवनको न राज्य थियो न राज्यको यन्त्र सरकार। मौसुफ विदेशमा शरण लिन पुगिबक्सेको थियो, तर मौसुफसँग राज्यको सबभन्दा महत्त्वपूर्ण र सार्वभौमिकता सम्पन्न तत्त्व थियो, त्यो तत्त्व भनेको जनता। ज्ञानेन्द्रसँग राज्यको यावत पारा फर्नेलिया थिए, प्रशासकीय व्यवस्था, सरकारी सेना आदि। ती सबै तत्त्वले ज्ञानेन्द्रलाई राजा भनेर उनका प्रति आफ्नो वफादारीको समर्थन दिएका थिए, तर राज्यको एउटा मूल तत्त्व भने उनलाई थिएन, जनता। मैले त्यस समयमा जनक्रान्ति, विद्रोह, षड्यन्त्र र आतङ्कको पनि विश्लेषण गरेको थिएँ। 2007 सालको क्रान्ति र 2018 सालको घटना समूहलाई विद्रोह भनेको थिएँ। कोत पर्व लगायत 2017 सालको घटना षड्यन्त्र र त्रासको वातावरण रच्ने हेतुले व्यक्ति हत्या आदिमा आधारित थिए। चाहे ती व्यवस्थावादीबाट भएका हुन् अथवा व्यवस्थाको विरोधीबाट भएका हुन्, मैले तिनलाई आतङ्क भनेको थिएँ। तसर्थ मेरो जनक्रान्तिको आह्वानको प्रेरणाबाट कसैले हतियार सङ्कलन गर्न थालेका या गरेका रहेछन् भने त्यसको लागि मेरो नैतिक जिम्मेवारी छ। चन्द्रकुमार लिम्बूको प्रहरीमा 2029 11-16 मा र 2030 1-9 मा दिएको बयान थान 2 देखाई सुनाई शोधनी हुन्छ कि नि? चन्द्रकुमारले तपाईँ बिपी कोइरालाले नेपाली काङ्ग्रेसको मुख्य नेता भई पार्टीमा मानिसहरूलाई निर्देशन दिने, क्रान्तिकारी श्री 5 को सरकार पल्टाउने उद्देश्यले बनारसमा बसी कार्य सञ्चालन गर्ने र बतासेको जिम्मा भवानी विक्रमको थियो
भवानी विक्रमको घरमा तपाईँ आउनुभएको र श्री 5 को सरकार पल्टाउने क्रान्ति गर्नुपर्छ भनी मिटिङ गरी पास गरेको कुरा समेत उल्लेख गरेको र निज बतासे बस्ने भवानी विक्रमको घरबाट बरामद भएका हतियार ल्याई सजुवा किसानको घरमा लुकाइराखेको भन्ने बेहोरा भएकोमा तपाईँको के कस्तो सम्बन्ध र के कामसम्म गर्नुभएको छ? म नेपाली काङ्ग्रेसको अध्यक्ष भएकाले नेपाली काङ्ग्रेसले गरेका सबै कामका लागि मेरो नैतिक जवाबदेही छ। चाहे ती कार्यहरू मेरो ज्ञानमा भएका हुन् वा अज्ञानमा। चन्द्रकुमारले दिएको बयान सायद त्यही कुरालाई लक्ष्य गरेर दिएको हुन सक्दछ। म चन्द्रकुमारलाई चिन्दिनँ। सजुवा किसान र चन्द्रकुमारले दिएको बयानबाट म माथि आरोप खडा हुन सक्दैन। तुरसा हेम्ब्रम सतारले 2030 3 महिना 5 गते अदालतमा गरेको बयान थान 1 देखाउँदा सुनाउँदा यसमा के भन्न चाहनुहुन्छ? तुलसा हेम्ब्रम सतारले 2030 साल अषाढ 5 गते अदालतमा गरेको बयान थान 1 देखि सुनि पाएँ। निज तुलसा हेम्ब्रम सतार मेरा पुराना साथी भएकाले चिनेको कुरा माथि बताइसकेको छु। निजले भवानी विक्रमको घरमा नै गएको भन्ने कुरा र 2029 साल फागुनमा सिलगढीमा भेट हुँदा आराम कुशल सोधेको भन्ने कुरा साँचो हुन सक्दछ। सजुवा किसानले 2029 11-16 मा प्रहरी र अदालतमा गरेको बयान थान 2, धनबहादुर भुजेलले 2029 11-16 मा प्रहरीमा गरेको बयान 1, सारेखा डुडु सतरले 2029 11-17 मा प्रहरीमा 2029 11-9 मा अदालतमा गरेको बयान थान 2 मा समेत पढी बाँची सुनाउँदा के भन्नुहुन्छ? सजुवा किसानले 2029 साल फागुन 26 मा प्रहरीमा र अदालतमा गरेको बयान थान 2, धनबहादुर भुजेलले 2029 फागुन 16 मा प्रहरीमा गरेको बयान थान 1, चोरखा डुडु सतारले 2029 फागुन 17 मा प्रहरीमा र 2030 जेठ 9 मा अदालतमा गरेको बयान थान 2 समेत सुनि पाएँ। सजुवा किसान, धनबहादुर भुजेल, डुडु सतार समेतलाई म चिन्दिनँ। चरखा डुडु सतारको बयान मलाई भरपर्दो लागेन र यसमा मलाई अरू केही भन्नु छैन। तपाईँको सबुतको हकमा भन्नुपर्ने केही छ कि? मेरो सबुतको हकमा भन्नुपर्ने केही छैन। तपाईँको नाम, पिताको नाम, जात, उमेर, पेसा, वतन के हो? मेरो नाम विश्वेश्वर प्रसाद कोइराला हो। पिताको नाम स्वर्गीय कृष्ण प्रसाद कोइराला। मेरो जात कोइराला ब्राह्मण हो। उमेर 63 वर्षको भए। वतन मोरङ जिल्ला विराटनगरमा पर्छ। यो इजलासमा किन आउनुभयो? वादी श्री 5 को सरकार विरुद्ध म विश्वेश्वर प्रसाद कोइराला समेत भएको गण्डकी अञ्चल स्याङ्जा जिल्लामा हतियार घुसाई राष्ट्र विप्लवको अपराध गर्ने षड्यन्त्र रच्ने भन्ने राजकाज अपराध मुद्दामा आज बयान गर्न उपस्थित गराइएको हुँ। वेद प्रसादले श्री प्रसाद घरती समेतका मानिसलाई बनारसमा लगी बिपी कोइरालासित परिचय गराई पछिबाट गिरिजाप्रसाद कोइरालाले क्रान्तिको निमित्त श्री 5 को सरकार पल्टाउने उद्देश्यले हतियार दिई पठाएको भन्ने बेहोरा बयानबाट राष्ट्र विप्लवको अपराध गर्ने षड्यन्त्र रच्ने शरीक देखिएको भनी तपाईँ उप राजकाज अपराध अभियोगमा लागेको 2031 6 महिना 2 गतेको प्रहरी प्रतिवेदन थान 1 देखाइ सुनाइ सोधनी हुन्छ। तपाईँको तर्फबाट वा पार्टीको तर्फबाट के कस्ता काम गर्नुभएको छ? आज बयान गर्न समयले नभ्याउँदा बयान कार्य यही स्थगित गरिएको छ। हिजो सोधनी भएको 2031 असोज 2 को प्रहरी प्रतिवेदन देखाउँदा हिजो र आज पनि देखि सुनि पाएँ। मुद्दाका सहअभियुक्तहरूले मेरो समक्ष नबनेका कुराहरूको न्यायिक जाँच हुन सक्दैन भन्ने लागेकोले प्रश्नका सम्बन्धमा मलाई केही भन्नु छैन।
अभियुक्त भनिएका वेद प्रसादले 2031 5 महिना 12 गते प्रहरी र 2031 6 महिना 3 मा अदालतमा गरेको बयान थान 2 समेत देखाइन्छ सुनाइन्छ। यसमा के भन्नुहुन्छ? अभियुक्त बनिएका वेद प्रसादले 2031 भदौ 12 मा प्रहरीमा र 2031 असोज 3 मा अदालतमा गरेको बयान थान 2 समेत देखाउँदा देखि सुनि पाए। यस सम्बन्धमा मुद्दाका सहअभियुक्तहरूले मेरो समक्ष नबनेका कुराहरूको न्यायिक जाँच हुन सक्दैन भन्ने लागेकाले यस प्रश्नका सम्बन्धमा मलाई केही भन्नु छैन। अभियुक्त वेद प्रसाद नेपाली काङ्ग्रेस पार्टीको सदस्य हो वा होइन? नेपाली काङ्ग्रेस अवैध घोषित गरिएकोले म त्यस पार्टीका सदस्यहरूको नाम भन्न असमर्थ छु। त्यसकारणले निज वेद प्रसाद नेपाली काङ्ग्रेसका सदस्य हुन् वा होइनन् भन्ने कुरा म भन्न सक्दिनँ। नेपाली काङ्ग्रेस पार्टीको अध्यक्ष तपाईँ हुनुहुन्छ वा को हुनुहुन्छ? म त्यस पार्टीको अध्यक्ष हुँ। अभियुक्त भनिएका श्री प्रसाद घरतीले 2031 4 महिना 11 गते प्रहरी र 2031 6 महिना 3 मा अदालतमा गरेको बयान थान 2 समेत देखाइन्छ सुनाइन्छ। यसमा के भन्नुहुन्छ? अभियुक्त बनिएका श्री प्रसाद घरतीले 2031 साउन 11 मा प्रहरीमा र 2031 असोज 3 मा अदालतमा गरेको बयान थान 2 समेत देखाउँदा देखि सुनि पाए। त्यस सम्बन्धमा सहअभियुक्तहरूले मेरो समक्ष नबनेका कुराहरूको न्यायिक जाँच हुन सक्दैन भन्ने लागेकाले यस प्रश्नका सम्बन्धमा मलाई केही भन्नु छैन। गिरिजा प्रसाद कोइरालासित चिनापर्ची छ कि छैन? निज काङ्ग्रेस पार्टीको सदस्य हो वा होइन? निज मेरो सहोदर कान्छो भाइ हो। निज काङ्ग्रेस पार्टीको सदस्य हो वा होइन भन्ने प्रश्नका सम्बन्धमा म भन्न चाहन्न। गण्डकी अञ्चल स्याङ्जा जिल्ला करेन डाँडा बस्ने बुद्धिमायाले 2031 5 महिना 7 मा प्रहरीमा र 2031 6 महिना 3 गते अदालतमा गरेको बयान समेत देखाइन्छ सुनाइन्छ। यसमा तपाईँ के भन्नुहुन्छ? गण्डकी अञ्चल स्याङ्जा जिल्ला करेन डाँडा बस्ने बुद्धिमायाले 2031 भदौ 7 मा प्रहरीमा र 2031 असोज 3 मा अदालतमा गरेको बयान समेत देखाइ शोधनी भएकोमा देखि सुनि पाए। यस प्रश्नका सम्बन्धमा पनि मैले माथि उल्लेख गरे जस्तै मुद्दाका सहअभियुक्तहरूले मेरो समक्ष नबनेका कुराहरूको न्यायिक जाँच हुन सक्दैन भन्ने लागेकाले मलाई त्यसमा केही भन्नु छैन। बुद्धिमायाको घरमा बरामद भएको ग्रेनेड समेतका हतियार जो प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ, ती हतियारहरू तपाईँकै पार्टीबाट पठाइएको हो? मलाई केही थाहा छैन। तपाईँको नेपाली काङ्ग्रेस पार्टीको उद्देश्य अभियुक्त वेद प्रसाद श्री प्रसादले आफ्ना बयानमा भने जस्तो पञ्चायती व्यवस्था अनुकूलको श्री 5 को सरकार अप्रजातान्त्रिक भएकाले नेपाली काङ्ग्रेस पार्टीको सरकारको गठन गर्ने उद्देश्यले हो वा के हो? सहअभियुक्तले दिएको बयानमा मलाई केही भन्नु छैन। जहाँसम्म नेपाली काङ्ग्रेसको दिएको प्रश्न छ त्यसको सन्दर्भमा वर्तमान पञ्चायती व्यवस्था प्रजातान्त्रिक नभएकाले त्यसको ठाउँमा प्रजातान्त्रिक व्यवस्था कायम गर्ने नेपाली काङ्ग्रेस पार्टीको उद्देश्य हो र नेपाली काङ्ग्रेस आफूलाई कुनै बढी त्यस्तो राजनीतिक अधिकार चाहँदैन जुन अरू पार्टीलाई उपलब्ध हुँदैन। तपाईँको उद्देश्य तथा लक्ष्य प्राप्तिको लागि हात हतियार जम्मा गर्ने वा प्रयोग गर्न के कस्ता नीति अपनाउनु भएको छ? प्रजातान्त्रिक मौलिक अधिकारका लागि र 2007 सालले स्थापित गरेको क्रान्तिको सिद्धान्तमा नेपाली काङ्ग्रेस विश्वास गर्दछ। योभन्दा अहिले अरू केही भन्नु छैन। तपाईँको सबुतको हकमा केही बुझ्नुपर्ने छ कि? मेरो सबुतको हकमा बुझ्नुपर्ने केही छैन। तपाईँको नाम, पिताको नाम, जात, उमेर, पेसा, वतन के हो? मेरो नाम विश्वेश्वर प्रसाद कोइराला हो। पिता स्वर्गीय कृष्ण प्रसाद कोइराला। जात कोइराला ब्राह्मण हो। उमेर 63 वर्षको भए
वतन मोरङ जिल्ला विराटनगरमा पर्छ। यस इजलासमा किन आउनुभयो? वादी श्री 5 को सरकार विरुद्ध म विश्वेश्वर प्रसाद कोइराला समेत भएको हात हतियार उठाए श्री 5 को सरकार उल्टाउने उद्देश्यले हतियार नेपाल सरहदभित्र घुसाएको राजकाज मुद्दामा ममाथि पनि अभियोग लागेकोले केही महिनादेखि राखिएको बन्दी गृहबाट नै यस इजलासमा उपस्थित गराइएकोले हाजिर भएको हुँ। अवैध नेपाली काङ्ग्रेस पार्टीका मुख्य नेता बिपी कोइराला हुन्। श्री 5 को सरकारको विरुद्ध हात हतियार उठाई सरकार पल्टाउने र नेपाल अधिराज्यको सार्वभौम सत्ता खलल पार्ने उद्देश्य पार्टीको थियो र सोही उद्देश्यले अभियुक्त यज्ञबहादुर थापा समेतका मानिस हात हतियार लिई भारतबाट नेपाल भूमिभित्र प्रवेश गरेको 2031 9 महिना 3 गतेमा ओखलढुङ्गा सोलुको तिलपुङमा गोली हानाहान भई मानिस समेत मरेको काण्ड घट्नुमा बिपी कोइराला नेपाली काङ्ग्रेसका पार्टीको लिडर भई पार्टीको तर्फबाट हतियार दिई पठाएको र प्राप्त पुस्तक पत्रिकाबाट समेत बिपी कोइराला शरीक भएको देखिएको भनी राजकाज सम्बन्धी मुद्दा अभियोग लागेको 2031 11/24 को प्रहरी प्रतिवेदन 1 देखाइन्छ सुनाइन्छ। त्यस सम्बन्धमा के भनाइ छ तपाईँको? आज बयान गर्न समयले नभ्याउँदा बयान कार्य यही स्थगित गरिएको छ। हिजो ममाथि अभियोग लागेको 2031 फागुन 14 गतेको प्रहरी प्रतिवेदन थान 1 पनि देखाउँदा देखि सुनि पाएँ। म नेपाली काङ्ग्रेसको अध्यक्ष हुँ। त्यसो हुनाले काङ्ग्रेस पार्टीका नामबाट भएका कामहरूको नेतृत्वको नैतिक जवाफदेही ममाथि छ। त्यस सम्बन्धमा मलाई अहिले यति नै भन्नु छ। अभियुक्त भनिएका कप्तान यज्ञबहादुर थापाले प्रहरीमा 2031 11/4 र 2032 1/16 विशेष अदालतमा गरेको बयानका थानहरू समेत देखाइन्छ सुनाइन्छ। यसमा के भन्नुहुन्छ? अभियुक्त भनिएका कप्तान यज्ञबहादुर थापाले प्रहरीमा 2031 साल फागुन 4 र 2032 साल वैशाख 16 गते विशेष अदालतमा गरेका बयानहरू समेत देखि सुनि पाएँ। सहअभियुक्तको बयानको सम्बन्धमा मलाई केही भन्नु छैन। 1974 नोभेम्बर 26 फारबिसगञ्जमा नेपाली काङ्ग्रेसको उद्देश्य अनुसार हात हतियार उठाई श्री 5 को सरकार पल्टाउने कार्यक्रम तय भए अनुसार कप्तान यज्ञबहादुरले आफू फौजी कमान्डर भई महेश कर्मोचा पोलिटिकल अधिकृत भई हतियारसहित विदेशबाट नेपाल भूमिमा प्रवेश गरेका हौँ र ओखलढुङ्गामा पनि सो गोलीकाण्ड भएको हो भनी साबिती बयान गरेकाले के तपाईँ नेपाली काङ्ग्रेस पार्टीको हात हतियार उठाई श्री 5 को सरकारको विरुद्ध लड्ने उद्देश्य रहेको र निज कप्तान यज्ञबहादुर थापालाई खटाई पठाएको हो? सहअभियुक्तले दिएको बयानका सम्बन्धमा मलाई केही भन्नु छैन। यस प्रश्नको सम्बन्धमा मेरो जवाफ लेखाउन बाँकी नै छ। आज बयान गर्न समयले नभ्याउँदा बयान कार्य यही स्थगित गरिएको छ। हिजो सोधनी भएको प्रश्न आज पनि सुनि पाएँ र हिजो बयान गर्न बाँकी जवाफ आज दिँदैछु। जहाँसम्म सहअभियुक्तले दिएको बयान छ त्यसको सम्बन्धमा म निम्नलिखित बयान दिन्छु। मैले जनक्रान्तिको आह्वान गरेको हुँ र विशेष परिस्थिति अर्थात् जनताका तमाम राजनीतिक अधिकार खोसिएको स्थितिमा आफ्नो प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि र प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नको लागि जनतालाई क्रान्ति गर्ने अधिकार छ भन्ने कुराको वखत वखतमा प्रचार र घोषणा गरेको हुँ। यो जनताको जन्मसिद्ध अधिकार हो। जस्तो आत्मरक्षाको अधिकार जन्मसिद्ध अधिकार हो त्यस्तै यो अधिकार हो। मानिसलाई मानवाधिकारले नै मानिस हो भन्ने स्थापना गर्दछ। बाँचेर मात्रै मानिस मर्दैन, आफ्नो मानवाधिकारका साथ उसले मात्नु पर्दछ भन्ने सिद्धान्तको मैले प्रचार गरेको हुँ। त्यसैले मौलिक प्रजातान्त्रिक अधिकारलाई मानिसको जन्मसिद्ध अधिकार भन्दछन्। 2007 सालको क्रान्तिले यस अधिकारका वैधानिक मान्यताहरूलाई स्वीकार गरेको छ। श्री 5 महाराजाधिराजले आफ्नो शाही घोषणाद्वारा यसलाई स्वीकार
गरिबक्सेको छ। साँच्चै भन्ने हो भने क्रान्तिको वैधानिकताले नै श्रीपासलाई गद्दीका साथ आफ्नो वैधानिक अधिकार प्राप्त गराएको हो। जहाँसम्म ममाथि लगाइएको आरोपको प्रश्न छ त्यस सम्बन्धमा मलाई केवल 3 कुरा बयानमा भन्नु छ। 1, मेरो कुनै पनि कारबाहीले या नेपाली काङ्ग्रेसका कुनै पनि कारबाहीले नेपालको राष्ट्रियता वा सार्वभौमिकता कलल गर्ने काम भएको छैन। म एक प्रजातन्त्रवादी र राष्ट्रवादी हुँ। श्री 3 मोहन शमशेरका पालामा अर्थात् श्री 5 ज्ञानेन्द्र गद्दीसीन भएको वखतमा पनि ममाथि यस्तै राष्ट्रियता र सार्वभौमिकता माथि कलल ल्याउने पनि आरोप लगाइएको थियो। 3 ताकाको व्यवस्थाले त्यस व्यवस्थाका विरोधीहरूलाई अराष्ट्रिय तत्त्व बन्ने गरेको थियो र प्रजातन्त्रको सङ्घर्ष र जनक्रान्तिलाई नेपालको ढुङ्गा खलबल्याउने अर्थात् सार्वभौमिकताको विरुद्धको प्रयास हो भन्ने आरोप प्रजातन्त्रवादी उप लगाइएको थियो। ठिक त्यही कुरा अहिले हुन थाल्यो। प्रजातन्त्र जसका लागि विष हुन्छ उसले मात्र प्रजातन्त्रको सङ्घर्षलाई अराष्ट्रिय आन्दोलन भन्छ। दोस्रो कुरा, अहिलेको व्यवस्था अप्रजातान्त्रिक भएकाले नेपाली काङ्ग्रेस र मैले यस व्यवस्थाको ठाउँमा प्रजातान्त्रिक व्यवस्था हुनुपर्छ भनेका हौँ र त्यसको लागि प्रयत्न पनि गरेका हौँ। मैले या नेपाली काङ्ग्रेसले कहिल्यै पनि त्यस व्यवस्थाको ठाउँमा नेपाली काङ्ग्रेसको सरकार स्थापित गर्ने उद्देश्यले सङ्घर्ष गर्नुपर्छ भनेको छैन। नेपाली काङ्ग्रेस कहिले पनि अरू पार्टीभन्दा आफ्नो पार्टीलाई कुनै प्रकारको बढी सरकारी या राजनीतिक अधिकार खोज्दैन। प्रजातन्त्रमा जति अरू पार्टीलाई अधिकार प्राप्त हुन्छ त्योभन्दा बढी अधिकार नेपाली काङ्ग्रेसले कहिल्यै पनि चाहना गरेको छैन। तेस्रो कुरा, यस मुद्दाका तथ्यहरूका सम्बन्धमा वादीले प्रस्तुत मुद्दाको आधार नै स्थापित गर्न नसकेको मलाई लागेकोले र मुद्दामा उल्लेखित तथ्यहरूको यथार्थलाई वादीले प्रमाणित गर्न नसकेकाले मलाई यसबारेमा अरू केही भन्नु छैन। अभियुक्त कप्तान यज्ञबहादुर थापा, अभियुक्त महेश कर्मोचा, गिरिजाप्रसाद कोइराला, भद्रकाली मिश्र र गणेशमान सिंह जो कप्तान यज्ञबहादुरको बयानमा पोलिएका छन्, के तिनीहरू सबैसित तपाईँको परिचय छ र उनीहरू नेपाली काङ्ग्रेस पार्टीको सदस्य वा के हुन्? र कप्तान यज्ञबहादुर थापाको बयानबाट फोटो नम्बर 5 को फोटोमा टोपी लगाएको व्यक्ति महेश कर्मोचा भनिएको फोटो समेत देखाइन्छ। उहाँलाई चिन्नुहुन्छ? कप्तान यज्ञबहादुर थापालाई म राम्रोसँग चिन्छु। सायद 3-4 पल्ट भेटेको पनि हुँ। भूतपूर्व सैनिकहरूमाथि अत्याचार भएर उनीहरूको घरद्वार सरकारले नष्ट गरेपछि केही भूतपूर्व सैनिकहरू कुन साल, मिति, महिना कुन हो त्यो मलाई अहिले याद छैन, मसँग भेट्न आएका थिए। तीमध्ये यिनी पनि थिए। यसरी मसँग उनको परिचय भएको हो। उनी नेपाली काङ्ग्रेसका सदस्य हो वा होइन त्यो म अहिले भन्न चाहन्न। महेश कर्मोचालाई म चिन्दिनँ। निज नेपाली काङ्ग्रेसको सदस्य हो वा होइन मलाई थाहा छैन। गिरिजाप्रसाद कोइराला मेरो सहोदर भाइ हुन्। उनी नेपाली काङ्ग्रेसको सदस्य हुन् वा होइनन् म अहिले भन्न चाहन्न। भद्रकाली मिश्रलाई म 2007 सालदेखि चिन्दछु। उनीसँग अहिले मेरो राजनीतिक मतैक्यता छैन। गणेशमानजी मेरो सबैभन्दा पुरानो राजनीतिक सहयात्री अर्थात् 2003 सालदेखिको सहयोगी साथी हुन्। सरकारले अवैध घोषित गरेको नेपाली काङ्ग्रेस पार्टीको सदस्यताको सम्बन्धमा उनीहरू कसैका बारेमा म अहिले केही भन्न चाहन्न। माथि देखाइएको प्रहरी प्रतिवेदनमा यज्ञबहादुर थापा समेतका बरामद भएको बन्दुक हतियारहरू नेपाली काङ्ग्रेस पार्टीबाट पठाइएको हो कि? जवाफ नम्बर 9 मा लेखिएको तेस्रो पोइन्टमा मैले यसको उत्तर दिइसकेको छु। अरू मलाई केही भन्नु छैन। तपाईँको सबुतको हकमा केही बुझ्नुपर्ने छ कि? मेरो सबुतको हकमा बुझ्नुपर्ने केही छैन। बिपीको यो बयानले ठुलो हलचल मचायो। उनको साहस र पञ्चायती व्यवस्थालाई दिएको चुनौतीले उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बने।
तर सरकारले उनको रिहाईमा कुनै चासो देखाएको थिएन। 2034 साल जेठ 25 गते अकस्मात बीपीलाई तत्कालीन राजा वीरेन्द्रले दर्शन भेट दिई उपचारका लागि खर्च समेत दिएर रिहाई गरी मन्त्री परिषदलाई अनुमोदन गर्ने आदेश दिए। बीपी बन्दी अवस्थामा नै सुशीला कोइराला एवं चेतनालाई लिएर जेठ 27 गतेका दिन आफ्नो क्यान्सर भएको घाँटीको शल्यक्रियाका लागि काठमाडौँबाट दिल्ली, बम्बई हुँदै अमेरिका प्रस्थान गरे। उपचारपछि कार्तिक 23 गते अपराह्न 12:45 बजे शाही नेपाल वायु सेवा निगमको विमानद्वारा काठमाडौँ आइपुगेका बीपीलाई विमानबाट उत्रिन नपाउँदै केही अधिकृतहरू विमानभित्रै छिरेर उत्रन आदेश दिए। डीएसपीको नेतृत्वमा आएको प्रहरीको जिपमा राखी चुपचाप सिधै इजलास समक्ष पुर्याइयो। सिंहदरबार स्थित एकल इजलासमा पुर्याइएपछि बीपीले कानुनी परामर्श लगायतको अवसर नदिइकन उपचार पश्चात फर्केर स्वदेशको जमिनमा टेक्न समेत नपाउँदै गिरफ्तार गरी सिधै न्यायालय पुर्याइएकोमा आपत्ति जनाएपछि दिउँसो 3 बजेतिर महाराजगञ्ज स्थित प्रहरी तालिम केन्द्रमा पुर्याइयो। त्यसपछि पुनः बीपीलाई अदालत जाने क्रम सुरु भयो। यसपटक उनले पहिला अदालत समक्ष दिएको बयानलाई अझ स्पष्ट गर्न र गिरफ्तारी पश्चातका गतिविधिबारे ध्यानाकर्षण गर्नका लागि विशेष अदालत समक्ष लिखित बहस नै प्रस्तुत गरे, जसमा आफूले निजी स्वार्थका लागि कुनै कार्य नगरेको स्पष्ट गर्दै आफ्नो गिरफ्तारीपछि आधारहीन प्रचारद्वारा आफूहरूको स्वदेश आगमनको उद्देश्यलाई निष्क्रिय पार्ने प्रयत्न गरिएको, बिना अभियोग मानवीय हक समेत नदिएर सैनिक जेलमा थुनिएको, अदालतमा विचाराधीन मुद्दाको निर्णय नहुँदै सरकारका जिम्मेवार व्यक्तिले त्यसमा प्रतिकूल प्रभाव पार्ने खालका वक्तव्य सरकारी सञ्चार माध्यमबाट प्रस्तुत गर्दा पनि अदालत मौन बसेको, अदालत समक्ष आफूमाथि लागेका आरोप सम्बन्धमा धेरै कुराहरू भनिसकेको र रेकर्ड गराइसकेको उल्लेख गर्दै अदालतले न्याय दिन ढिला नगरी राजनीतिक मुद्दातर्फ अग्रसर हुने अवसर गुम्न नदिई राष्ट्र रक्षामा समर्पित हुने मौका देओस् भनी अनुरोध गरेका छन्। बन्दीगृहमा राखिएका बीपीको स्वास्थ्य पुनः बिग्रिँदै गयो, जसले गर्दा उनमा कुनै गरुङ्गो वस्तुले थिचेको आभास हुने, बीचबीचमा दाहिने आँखा अगाडि कालो टाटो देखिने, दृष्टि धमिलिने, नाडीको गति अस्वाभाविक चल्ने, खोक्दा थोकमा रगत देखिने आदि लक्षण देखिँदै गएर 2034 साल पौष 16 गते अचानक मुर्छा परे। यो समाचार बाहिर आउन साथ सरकारको तीव्र आलोचना प्रारम्भ भयो। फलस्वरूप पुनः एकपटक बीपीको स्वास्थ्य चर्चाको विषय बन्न पुगी स्वदेश एवं विदेशबाट बिग्रँदो स्वास्थ्यप्रति चिन्ता प्रकट गर्दै रिहाईका लागि पहल गर्ने कार्यमा तीव्रता आयो। त्यसै बेला जनकमान श्रेष्ठको इजलासले धरान फुस्रेका बमकाण्ड, झापाको हतियार काण्ड, मलङ्गवा काण्ड, स्याङ्जाको हतियार काण्ड आदि 4वटा मुद्दामा सह अभियुक्तको पोलको आधारमा अभियोग प्रमाणित हुन नसक्ने र वादी स्थापित हुने कुनै प्रमाण विद्यमान नभएको आधारमा भनी सफाई दियो। 4वटा मुद्दामा सफाई दिइसकेपछि पनि सरकारले बीपीलाई छाड्ने कुनै सुर नदेखाएपछि पुनः राजाले हस्तक्षेप गरी उपचारका लागि बीपीलाई बन्दी गृहबाट छाड्ने आदेश दिए। राजाको सो आदेशसँगै अदालतले पनि ओखलढुङ्गा र सोलुकाण्डको सिलसिलामा बीपी र गणेशमानमाथि लगाइएको अभियोगको प्रमाणको अभाव भन्दै सफाई दिने गरी साधक फैसला गर्यो। विशेष अदालतबाट बीपीले क्रमशः सफाई पाउँदै गएपछि पनि तत्कालीन सरकारले छाड्नुको सट्टा क्षेत्रीय अदालतमा पुनरावेदन गर्न थालेपछि 2वटा मुद्दा मात्र किनारा लाग्न बाँकी रहेको अवस्थामा अदालतले विदेशमा गई उपचार गर्न र फर्केपछि अदालतमा हाजिर हुने गरी खुला तारिखमा रिहाई गर्यो। दोस्रो पटक उपचार गरेर 2035 भाद्र 4 गते काठमाडौँ फर्किएका बीपीलाई प्रहरीले नियन्त्रणमा लिएर चाबल स्थित निवासमा पुर्यायो। कार्यकर्ताहरूले हामी प्रजातन्त्र चाहन्छौँ भन्दै जुलुस निकाले। सरकारले विरोध प्रदर्शनमाथि हस्तक्षेप गरे पनि बीपीलाई पक्राउ गर्ने हिम्मत भने गरेन। 2035 साल कार्तिक 13 गते राजाले बीपीसँग फेरि भेट गरे। भेटका क्रममा बीपीले राजतन्त्र र प्रजातान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे। यो भेटको 7 महिनापछि 2036 साल जेठ 10 गते राजाले जनमत सङ्ग्रहको घोषणा गरे। यो घोषणाको अघिल्लो दिन अर्थात् जेठ 9 गते राति राजदरबारका सैन्य सचिवले बीपी कोइरालालाई चाबहिल स्थित बीपी निवासमा गई भेट गरेका थिए।
जनमत सङ्ग्रहको घोषणापछि नेपाली काङ्ग्रेसले बहुदलीय व्यवस्थाका लागि प्रचार अभियान चलायो। 2037 साल वैशाख 1 गते राजाले राजकाज मुद्दामा आम माफी घोषणा गरे, जसबाट बिपी लगायत राजकाज मुद्दा लागेका सबै नेताहरूमाथिका मुद्दाहरू स्वतः खारेज भए। क्यान्सरबाट पीडित बिपीले जनमत सङ्ग्रहमा सक्रियतापूर्वक भाग लिए। उनले पञ्चायती व्यवस्थाको विकृति उजागर गर्दै बहुदलीय व्यवस्थाको पक्षमा मत मागे। 2037 साल जेठ 1 गते जनमत सङ्ग्रहको परिणाम अनपेक्षित रूपमा पञ्चायतको पक्षमा आयो। तैपनि जनमतलाई सम्मान गर्ने भन्दै बिपी कोइरालाले त्यो परिणाम त स्वीकार गरे, तर प्रजातन्त्रका लागि सङ्घर्ष जारी राख्न आम जनतालाई आह्वान पनि गरे। बिपीको स्वास्थ्य पुनः बिग्रियो। उनलाई दिल्ली र थाइल्यान्डमा उपचार गरियो, तर सुधार भएन। 2039 साल श्रावण 6 गते उनी बेहोस अवस्थामा काठमाडौँ ल्याइए। त्यही दिन साँझ 7:15 बजे उनको निधन भयो। उनको निधनको खबरले देशभर शोकको लहर छायो। चाबेल स्थित उनको निवासमा हजारौंले श्रद्धाञ्जली अर्पण गरे। श्रावण 7 गते उनको शवयात्रा चाबेलबाट सुरु भई काठमाडौँका विभिन्न स्थानहरू हुँदै पशुपतिनाथ आर्यघाटसम्म पुग्यो। बिपी कोइरालाको त्यो शवयात्रा नागरिक सहभागिताको दृष्टिले सबैभन्दा ठूलो भनी तत्कालीन स्वदेशी तथा विदेशी सञ्चार माध्यमहरूले टिप्पणी गरेका थिए। तत्कालीन राजा वीरेन्द्रसहित विदेशी राष्ट्राध्यक्ष तथा नेताहरूले उनको निधनमा दुःख व्यक्त गरे। बिपीको पार्थिव शरीरलाई 4 तारे झण्डाले ढाकेर अन्तिम संस्कार गरियो। उनको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनका एक सच्चा योद्धा गुमायो, तर उनको विचार र सङ्घर्षले नेपाली राजनीतिलाई सधैँ प्रेरणा दिइरहेको छ, दिइरहनेछ। Mm-hmm.